म चाहिँ नेपालको मोरङ जिल्ला पथरी शनिसरे कोलाई थाहा छ त्यहाँको चाहिँ भुटानी शरणार्थी शिविरमा जन्मेको है गाइस हैन। अनि शरणार्थी भनिसक्दा कति चाहिँ गरिब लाइफ थियो, कति पुवर थियौँ हामी हैन। त्यही भएर म चाहिँ एकदमै 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 पुवर लाइफ हैन। हाम्रो घरमा एउटा कल शुद्ध थिएन कि। हाम्रो चाहिँ गभर्नमेन्ट भन्दा यता कसले हो पानीको धारा थियो। तर पानीको धारा चाहिँ नि हाम्रो सेक्टर हुन्थ्यो कि सेक्टर एबीसीडी हुन्थ्यो। एबीसीडी को 1 2 3 4 हुन्थ्यो। अब A1 A2 A3 A4 I1 I2 I3 I4 थियो। हामी चाहिँ I1 को I1 मा चाहिँ 95 हट थियो हैन। एउटा धारा थियो। अब त्यो धारामा पनि हैन पानी चाहिँ टाइममा मात्रै आउँथ्यो क्या। बिहान 5 बजेदेखि 7 बजेसम्म आई थिंक। अनि दिउँसो 11 बजेदेखि 1 बजेसम्म, त्यो पनि कटाएर 12 साढे समथिङमा राख्थ्यो। बेलुका 3 बजेदेखि 5 बजेसम्म। द्याट्स इट। त्यतिखेर चाहिँ जर्किनहरू लगेर लाइन राखेर चाहिँ पानी भरिसक्नु पर्ने कि खाने पानी। अनि हाम्रोमा चाहिँ 95 हट थियो। त्यही भएर साह्रै धेरै भयो भनेर अनि एउटा सानो धारा जोडिदिएको थियो क्या। एउटामा चाहिँ 2टा धारा थियो अनि अलिक पल्लोपट्टि चाहिँ 1 धारा जोडिदिएको थियो। अनि द्याट्स इट। अनि त्यसपछि हामी कति 25-30 घर मिलेर चाहिँ एउटा कल बनाएको थियो क्या। अनि कलमा गएर चाहिँ नि लुगा धुने के भन्छ पानी लिएर आउनु पर्ने। तर अब पानी ओसार्दा कति अल्छी हुन्छ। अनि त्यो भएर त्यो ठुलो ठुलो लुगाहरू हुन्छ नि, ठुलो ठुलो ज्याकेटहरू, अब बेडसिटहरू, सिरकहरू यताउता त्यो धुनु चाहिँ हामी खोला जान्थ्यौँ क्या। डाँस खोला जान्थ्यौँ कि नत्र भए अब दसैँ आउनु आँट्दाखेरि सबै लुगा धुनु पर्यो होइन। अनि जिरी खिम्तीको कसलाई थाहा छ? पथरी जिरी खिम्ती खोलामा हामी सबै गडङ गुरुङ लुगाहरू बोकेर धुनु जान्थ्यौँ। भात पनि बोक्थ्यौँ होइन। अनि त्यो जिरी खिम्ती पुलमा चाहिँ त्यो ठुलो धारा थियो क्या। त्यो पानी पलाएको नि त्यहाँ बसेर पुरा लुगा धुन्थ्यौँ दिनभरि, सुकाउँथ्यौँ। सुकेपछि राति घर आयो अनि घरमा टक्क सफा लुगा लाग्यो क्या। त्यस्तो थियो। तर लाइफ वाज सो गुड होइन। मैले जतिको राम्रो जिन्दगी कसैले बाँचेन जस्तो लाग्छ यार क्याम्पमा होइन। हामी चाहिँ नि माछा मार्नु जान्थ्यौँ सानो बुढा आउँदाखेरि हिलोमा। माछा मार्नु गएर घरमा आएर यस्तो भाटा खान्थ्यौँ होइन। फेरि जान्थ्यौँ हौ। अनि निङ्गुरे टिप्नु जान्थ्यौँ। डाँस खोलामा बाढी आइसक्दा क्लास पिपी भनेको चाहिँ प्राइमेरी स्कुल होइन। 1 देखि अगाडि हामी पिपी जान्थ्यौँ। त्यतिखेर 6-7 वर्ष हुँदा जान्थ्यौँ हौ। बाढी आएको बेला डाँस खोलामा खेल्नु। 1 2 सबै त्यस्तो थियो होइन। अनि म चाहिँ मेरो अङ्कलहरू मेरो कजिनहरू सबै मेरो एजकोहरू सबै केटाहरू हुनुहुन्थ्यो नि त। त्यही भएर म चाहिँ उनीहरूसँग मात्रै हिँड्थेँ क्या डग्गल। अनि अलिक ठुलो भएपछि हामी दाउराहरू खोज्नु जानु थाल्यौँ होइन। ओ माई गड, तेली खोला भन्थ्यो कि। तेली खोलामा दाउरा खोज्नु जान्थ्यौँ। 3 घन्टा हिँडेर जानुपर्ने। म एराउन्ड क्लास 5 देखि दाउरा खोज्नु जानु थालेको। दिमालाई पछाएर जहिले जान्थेँ। नजानु भन्दा नि केटाकेटी म चाहिँ जहिले दाउरा खोज्नु जान्थेँ होइन। फर्केर आउँदाखेरि समिति को वन समिति हुनुहुन्थ्यो त्यो जमानामा। लाइक हामी दाउरा खोज्नु जाँदाखेरि खेद्दाएर हो। खेदाउँदाखेरि पनि हामी दाउरा छोड्ने नियमै छैन। दाउरा यस्तो बोकेर कुदेको लड्दै पढ्दै 12-1 बजी राति भए पनि घर आइपुग्थ्यौँ। अनि कोही बेला चाहिँ त्यो हामीले चाहिँ रोड काटेर जानु पर्थ्यो क्या। त्यो महेन्द्र राजमार्ग थियो। अनि त्यहाँदेखि मुनि चाहिँ हाम्रो क्याम्प भयो। अनि त्यहाँदेखि माथि चाहिँ जङ्गल थियो। कोही बेला त समितिहरू त त्यही रोडमै बस्ने के राति पर्खे बस्थ्यो लुगेर रातिको 12-1 बजीसम्म। त्यहाँदेखि चाहिँ घर आयो कि दाउरा लिएर। किनभने हाम्रोमा चाहिँ ग्यासहरू केही थिएन कि, नो पैसो। इभन हाम्रोमा होइन लाइन पनि थिएन क्या। त्यो भएर हामी बत्ती नै बाल्थ्यौँ। कति वर्ष बस्यौँ क्याम्पमा। कक्षा 10 अरे। क्लास 10 मा हुँदाखेरि चाहिँ लाइन लिएको थियो क्या। कसरी भन्दाखेरि गभर्नमेन्टले त ल्याउनु दिएको थिएन किनभने शरणार्थी क्याम्प भएर। अनि हामीले चाहिँ त्यो गाउँको एउटा घरबाट लिएको थियो क्या। त्यहाँनिर 1 महिना पनि नभए कसले पोल लाएर त त्यो लाइन त काटकुट गुड नाइट भयो। त्यहाँदेखि त फेरि ब्याक टु बत्ती नै झरेको थियो कि। त्यस्तो थियो जिन्दगी चाहिँ। त्यही भएर कसरी हो कहाँबाट हो आइपुग्यो युएस हो अन्जानमा होइन। कहाँबाट फेरि युएस आर्न लाग्यो म होइन। जिन्दगी कहाँदेखि कहाँ पुग्छ कि गाइस। त्यही भएर आत्तिनु हुँदैन। कुरो चाहिँ त्यस्तो छ। त्यही भएर मलाई चाहिँ आर्मीको ट्रेनिङहरू खासै वास्तै लागेन। दाउरा खोज्नु गएको जस्तो फिल भयो क्या। पुरा बेसिक ट्रेनिङमा त नि जङ्गल भारी बोकेर हिँड्नुपर्छ। लाइक रक मार्च भन्छ कि। मलाई त त्यो सानोभन्दा दाउरा खोज्नु गएको जस्तो फिल आएर यस्तो रमाइलो लाग्यो। आम्मा चाइल्डहुड मेमोरी नि पुरा दाउरा खोज्नु गएको जस्तो होइन। त्यही भएर मेरो चाइल्डहुड वाज सो गुड के। अनि हामी चाहिँ सानो हुँदाखेरि हाम्रो घर चाहिँ
सिरुको छाना अनि बाँसको बेरा थियो होइन अनि हामी चाहिँ गोबरले लिप्थ्यौँ साइडमा थियो क्या रातो माटो लगाएर क्या पोतेर तर फेरि गाई पनि थिएन के गाउँतिर हाम्रो घर छेउमा चाहिँ जङ्गल जस्तो सिसोघारी थियो त्यो डाँस खोला र हाम्रो क्याम्पको बिचमा अनि त्यहाँ चाहिँ गाउँकोहरूले गाईहरू चराउनु ल्याउनु हुन्थ्यो त्यही गाईले हगेको खोज्नु जान्थ्यौँ हामी भाँडा बोकेर कोही कोही बेला त भेट्थ्यो सुकेको भए पनि लिएर भिजाएर भए पनि पुरा त्यो गोबरले घर लिन्थ्यो फेरि रातो माटो खोज्नु जानु पर्ने हामीलाई चाहिँ रातो छैन कि रातो त माथि कति 1-2 घन्टा हिँडेर एक बरा माटो पुरा यसरी के अरे नाम्लो लाएर लिएर चाहिँ घर लिप्थ्यौँ होइन कति चाहिँ रमाइलो थियो यार त्यो कुराहरू सम्झिँदाखेरि ओ माई गॉड लाइक जानु पायो नि जानु हुन्थ्यो अहिले क्याम्पमा 1-2 जना मात्रै हुनुहुन्छ होइन सबै कता देशतिर छरिनु भयो अनि या आई मिस द्याट मेरो इन्ट्रोडक्सन चाहिँ त्यस्तै हो गाइस आई वाज नट बोर्न रिच आई वाज बोर्न पुवर को पनि पुवर त्यही भएर यताउता झ्याउरेहरू यताउता के भन्छ दुःखहरू पर्दाखेरि म आत्तिनेवाला छुइनँ बालै लाग्दैन किनभने त्यसरी नै के अरे रेस भएको हो नि त अनि द्याट्स इट गाइस कस्तो लाग्यो मेरो इन्ट्रोडक्सन